एउटा गरिब मान्छे होइन, एउटा गरिब मान्छेको लागि के मोटिभेसनको आवश्यकता पर्छ र? होइन। जहाँसम्म मलाई लाग्छ कि एउटा गरिब मान्छेको लागि मोटिभेसनको आवश्यकता पर्दैन होइन। मोटिभेसन भनेको पटक पटक तपाईँले भन्नुपर्ने होइन, भन्नुपर्ने यो गर्नु त्यो गर्नु होइन, काममा जानुहोस् यो गर्नुहोस् होइन, यसरी मलाई जहाँसम्म लाग्छ तपाईँले भन्नै पर्दैन। तपाईँ आफ्नो घर हेरेरै होइन कि कसरी मलाई यसलाई चाहिँ परिवर्तन गर्नु छ, तपाईँलाई लाग्दैन कि तपाईँ आफ्नो घर चाहिँ एउटा राम्रो ठाउँ बनाउने होइन, एउटा राम्रो घर बनाउने तपाईँलाई लाग्दैन? तपाईँ एउटा कुरा ध्यान राख्नुहोस् कि तपाईँ जति ढिलो गर्नुहुन्छ नि, तपाईँको ड्रिम एचिभ गर्नको लागि होइन, तपाईँ एउटा सक्सेसफुल मान्छे बन्नको लागि होइन, तपाईँको सक्सेस होइन, मान्छेको फरक फरक हुनसक्छ होइन। सक्सेस अब तपाईँको ब्याङ्क ब्यालेन्स कतिसम्म बनाउने हो होइन, त्यसपछि तपाईँको घरदेखि लिएर के लिने होइन, सबैको फरक फरक हुन्छ। तर एउटा कुरा चाहिँ तपाईँ ध्यान राख्नुहोस्, तपाईँ जति ढिलो गर्नुहुन्छ नि, तपाईँको ड्रिम एचिभ गर्न उति नै समय लिन्छ तपाईँले। र एउटा इक्जाम्पल मान्नुहोस् न कि तपाईँ एउटा सक्सेसफुल हुनुभयो होइन, तर तपाईँको उमेर चाहिँ त्यति बेला चाहिँ 50-60 पुग्यो है। 50-60 पुगिसकेपछि त्यति बेला अब तपाईँ होइन, अब त्यति बेला चाहिँ तपाईँको बाआमा जुन तपाईँले हेराउनु पर्ने होइन, बाआमा गरिब थिए होइन, गरिब थिए तर आज चाहिँ गरिबबाट हामी चाहिँ मुक्त भयो होइन। एउटा जुन हुन्छ नि आफ्नो एउटा लेभल बनायो कि होइन, त्यस्तो एउटा खुसी हुन्छ नि। तर त्यति बेला तपाईँ विचार गर्नुहोस् न कि तपाईँको बाआमा होइन यो संसारै छोडेर संसारमै छैन। मलाई जहाँसम्म लाग्छ कि त्यो सक्सेस भए पनि तपाईँ चाहिँ हेराउने होइन, खुसी एउटा सेयर गर्ने मान्छे चाहिँ तपाईँको होइन, तपाईँको फ्यामिली जुन हुन्छ नि, तपाईँको बाआमा होइन, त्यो हेरेको हुन्छ कि गरिबी भनेको होइन, गरिबी भनेको एउटा होइन, एउटा श्राप जस्तै हो कि गरिबमा जन्मिनु नराम्रो होइन, तर गरिबमै मर्नु भनेको एकदमै नराम्रो हो कि होइन। यो कुरा चाहिँ तपाईँ ध्यान राख्नुहोस्।